अजीबको के भूत तर त्यसको कस्तो भने खासियत चाहिँ तर्साउने चाहिँ मान्छे गइराखेको रातमा चाहिँ रातको समयमा चाहिँ कहीँ जाने अक्सर मोटरसाइकलवालालाई रोक्ने अरे कि त्यो चाहिँ देखिने अनि उसले माग्ने चाहिँ के भने लाइटर छ भनेरै माग्ने अरे कि होइन लाइटर चाहिँ चुरोट निकाल्ने लाइटर छ भने छ छैन भने छैन छ हुनेवालाको चाहिँ लाइटर यस्तो चुरोट यहाँ मुखमा लायो लाइसकेपछि चाहिँ चुरोट यस्तो सल्काउँदा चाहिँ चुरोट र ओठ मात्रै देखिने अरे अरू कति डर लाग्दो घाबाट आने थियो कि काम पनि अहिले बेलासम्म गर मुखसुख धोएर घर जा भन्नु अरे कि सहकारीको कुनै मोडेल हो नि त पुरानो मोडेल हो नि त अनि अब तर त्यो चिजलाई चाहिँ नि पछि के गर्दा नि मैले चाहिँ अब सबैले दिनुभयो म चाहिँ कुम्लाएर सट्टै हिँड्दैसकेको त तपाईँ त्यस्तो खालको चाहिँ नि प्रवृत्ति पछिल्लो समय देखा पर्यो अनि यो टिजर आइसकेपछि पनि तर उहाँको मात्रै होइन खोज्ने हो भने उहाँ मात्रै होइन नि तपाईँ रवि लामी छाने भन्ने एक व्यक्ति त देखिन्छ होला उहाँ त्योभन्दा हामीले खोज्ने हो भनेदेखि त हेर्नु त 100औं मान्छे पो छन् त 100औं मान्छे पो छन् त अब अहिले पछिल्लो समय चाहिँ त्यही केस चलिरहेको भएर यो टिजर पछि चाहिँ धेरैजनाको प्रतिक्रिया चाहिँ रहेछ अहिलेको रवि लामी छानेको केसलाई म्याच खान जाँदो रहेछ यसको टिजर भनेर होइन त्यसमा तपाईँहरूको धारणा कतिको सहमत हुनुहुन्छ उहाँहरूको धारणाप्रति उहाँको लागि मात्रै होइन अथवा मल्लिकाको बेहुला फरार भन्दै के हो खास कुरा उहाँ पो हो कि सहकारी ठग्न त्यही त अब होइन अब रियल लाइफमा त गर्नु मिलेन 2-3टा होइन गाह्रै हुन्छ नमिल्ने पनि होइन मिल्छ होइन मान्छेको सोच हो नमिल्ने भन्ने कुरा छ जारी तिर्नुपर्छ दाइ फेरि मेरो त इमानदारिता र एकदम अथक प्रयास मेहनत काममा आर्यन दाइ मतलब मन्त्र दिँदा दिँदा थाकिसक्नु भयो होला क्या हो दया दाइको केही छ मेरो नि त्यो जे गर्छ तर अरूको चित्त नदुखा त्यो त तँलाई थाहा होला नि त मलाई त कसरी थाहा हुन्छ अनि तपाईँलाई पनि याद रहन्छ नि त हामीलाई त कति आउँछ कति जान्छ कुन चाहिँ याद छ मैले त गसिपै बनाएको छैन अनि कसरी थाहा हुन्छ र मलाई फेरि यादै छैन के गसिप छ मेरो त्यस्तो छ र छैन है अनि आर्यन सिग्देलको केही कुराहरू छ फ्रिजको पैसा वाला स्माइल गरेको हेर्नु होइन अनि अस्ति हाम्रो रिलिज भएको लालुमैकोमा त्यो त यस्तो हाँस्दै आउनुहुन्छ नि अनि त्यो एउटा मिम आउँथ्यो नि एकदम हाँसेको वाला मङ्गोलियन फेस भएको के हजुर त्यस्तै लाग्ने बहुत पपुलर छ नि हाँसेको वाला लाग्ने कि मै हो नि झिना मसिना थुप्रै होला नि होइन पछुतो झिना मसिना त भन्नु पर्यो अनि दयाङ सर र तपाईँ त एकदम कस्तो रमाइलो गर्नुहुन्छ अरे है सेटमा उसले कहाँबाट सुन्यो अब त्यो दर्शक हो भाइ होइन अनि त्यो कहाँबाट कसरी फैलिन्छ श्रीमतीले नानीले के गर्यो भने मेरो गलत ह्याबिटहरूको सबै पोको पारेर गीतहरू दिदी गलत ह्याबिट सबै पोको पारेर म सबै जान्दै कि लिटरली त्यो म कहिले पनि बिर्सिन्दैन यसो साइडमा हेरेको कार्टुनमा कोइला दिएर एप गरेर त्यही कोइला तर मैले जीवनमा मैले त्यति मिठो मानेर खाना खाएको मैले अहिलेसम्म देखाएको थिएँ कि यस्तो मिठो गरेर खाएको कि म त एकछिन हेरेँ कि हेर्दाखेरि रमाइलो लागेर त्यस्तो मिठो गरेर खाएको एकदम नहेरेको कति खाइसक्यो तर उसले पनि राम्रोसँग कस्तो मजाले खान्छ सुन्दर यो चिजलाई चाहिँ म खान्न भन्ने उसको छैन खाने त सबैले खाएको छ खानेमा आफ्नो स्वभाव रहेछ कि जस्तो मलाई एक थोक चाहिने उसलाई अर्कै थोक चाहिने तर उसलाई जे छ ठिक छ त्यसलाई इन्जोय लिएर मिठो चाहिँ हुनुपर्छ दाइलाई फेरि होइन के अरे उहरू ननभेज मान्छेहरू भेट्यो भने चाहिँ जस्तो मांसाहारी मान्छेहरू भेट्यो भने चाहिँ दाइलाई एकदम खुसी लाग्छ यस्तै मज्जाको भिडियोहरू हेर्नको लागि आजै सब्स्क्राइब गर्नुहोस् मज्जाको टिभी रमाइलो छ महाभोजमा तपाईहरु सम्पूर्णलाई स्वागत छ धन्यवाद के छ सबैजना सन्चै हुनुहुन्छ
कहिले त डक्टरलाई देखाइएको छैन ठिकै होला तर चेक गराइराख्नुपर्छ दाइ हजुर त्यही भएर अब फेरि महाभोज खाएर आउनु भएको छ होइन तपाईँहरूले अनि अलि सन्चो बिसन्चो के छ खाने तयारीमा छौँ 15 गते हो हाम्रो यो भोज खाने निम्ता छ रेडी गरेर आएको छौँ 15 गतेबाट खान सुरु गर्ने तर अहिलेदेखि अलिअलि मोटाइसक्नु भयो जस्तो लाग्यो कि अलि धेरै धेरै खान थाल्नु भयो कि होइन त्यो मोटाएको भन्दैन त्यसलाई हामीले चाहिँ त्यो के भन्छ पेटलाई अलिक ठुलो बनाउनु किन खानु धेरै छ नि त ठुलो बनाएर राखेको भोज खानको लागि रेडी फेरि होइन मोटाको दुब्लाको भन्नु हुँदैन है बडी सेमिङ हुन्छ सरी मैले फिर्ता लिएँ यो शब्द ठिक छ हामीले पनि दियौँ दिनुभयो नि तपाईँहरूले ओके महाभोज चाहिँ अब कसलाई खुवाउन मन छ होइन जीवनमा तपाईँलाई आर्यनलाई तपाईँलाई जीवनमा महाभोज कसलाई खुवाउन मन छ महाभोज मेरो त आफ्नै टिमलाई खुवाउनु मन छ अब अरूलाई कसलाई खुवाउने त अरू कोही छन् कि जसलाई है महाभोज चाहिँ दिनै पर्ने छ भनेर तपाईँको बिहेमा एकदम ऊ भयो क्या जस्तो हाम्रो महाभोज भनेर त्यो खानावाला परिकारवाला होइन नि त खुवाउने टाइपको हाम्रो बेग्लै छ सिनेमा हेर्नुपर्छ सो होइन यो महाभोजको अब मिनिङ त के छ भनेर त हामीलाई पनि कसरी थाहा हुन्छ अरे कि दिनेश राउत सबै स्टोरी भनिदिनु पर्यो होइन त्यही भएर टिजर हेरेर तपाईँ थाहा पाउनु भएन अब टिजर हेर्दाखेरि त यहाँ के देखिन्छ भने टिजर हेर्ने हो भने त यहाँ सहकारीको कुरा देखिन्छ अब सहकारीको केस अहिले हामी सबैलाई थाहा छँदैछ बाहिर रियल लाइफमा पनि कसरी चलिरहेछ होइन अब ठ्याक्कै डाइरेक्ट भन्नुपर्दाखेरि रवि लामिछानेको केस उहाँको मात्रै होइन उहाँ जस्ता धेरै व्यक्तिहरू हुनुहुन्छ हजुर यो चाहिँ यस्तो छ त्यो कोही व्यक्तिलाई भन्दा पनि कस्तो हुन्छ भने व्यक्तिले भन्दा पनि फेरि पर्सनल उहाँको पक्ष विपक्षमा भन्नु खोज्यो भने कसैको व्यक्ति भन्दा यो चाहिँ कस्तो रहेछ भने सहकारी भन्ने एउटा ऊ चाहिँ साह्रै सुन्दर चिज हो होइन भनौँ न त्यसको बनोट चाहिँ नि यो चाहिँ नि त्यसले गर्नुपर्ने कामहरु चाहिँ एकदमै सुन्दर चिज हो सहकारीमा हुने चिज भनेको त राम्रो चिज हो नि तर त्यसलाई चाहिँ नि त्यही चिजको कुरालाई चाहिँ नि करप्ट गरेर आफूलाई फाइदा लिने मानिसहरू चाहिँ हामी नेपालमा प्रशस्तै छौँ हैन त्यो भनौँ न त्यसले गर्दाखेरि चाहिँ समस्या भइरहेको हो हैन त्यो व्यक्ति भन्दा नि हाम्रो नियतमा खराब भएको कारणले चाहिँ त्यो समस्या भइरहेको नत्र साह्रै सुन्दर चिज हो हाम्रो जस्तो देशमा हैन जो चाहिँ नि छरिएर बसेको छ नि कहाँ छौँ नि त हाम्रो भूगोल हेर्ने त्यो भूगोलमा त सबै थुक त पुग्दैन त्यहीँ भित्रको सानो एउटा इकोनोमी बनाउँछ नि बनाउनुको लागि चाहिँ साह्रै ब्युटिफुल जस्तो नेपालको सबभन्दा पुरानो मैले अब चाहिँ हेरेको समुदायमा हेर्ने चाहिँ थकालीहरूमा एउटा टिकुर भन्ने उहाँहरूको थियो कि एकले अर्कालाई सबै हामी यतिजना छौँ हामी सदस्य सबले मेरो योजना छ भने चाहिँ टक्क मिलाएर मलाई इन्भेस्ट गरिदिने त्यो मैले रिटर्न गरिदिने फेरि उसको इन्भेस्ट गर्ने त्यो चलन पर्छ कि मैले त्यहाँ बुझ्दाखेरि त्यो ढिकुर भन्ने होइन सहकारीको कुनै पुरानो मोडल हो अनि अब तर त्यो चिजलाई चाहिँ नि पछि के गर्दा मैले चाहिँ अब सबैले दिनुभयो म चाहिँ कुम्लाएर सट्टै हिँड्दैसकेको त तपाईँ त्यस्तो खालको चाहिँ नि प्रवृत्ति पछिल्लो समय देखा पर्यो अनि यो टिजर आइसकेपछि पनि उहाँको मात्रै होइन खोज्ने हो भने उहाँ मात्रै होइन नि तपाईँ रवि लामिछाने भन्ने एक व्यक्ति त देखिन्छ होला उहाँ त्योभन्दा हामीले खोज्ने हो भनेदेखि त हेर्न त 100औं मान्छे पो छ नि त 100औं मान्छे पो छ नि त अब अहिले पछिल्लो समय चाहिँ त्यही केस चलिरहेको भएर यो टिजर पछि चाहिँ धेरैजनाको प्रतिक्रिया चाहिँ रहेछ अहिलेको रवि लामिछानेको केसलाई म्याच खान जाँदो रहेछ यसको टिजर भनेर होइन त्यसमा तपाईँहरूको धारणा कतिको सहमत हुनुहुन्छ उहाँहरूको धारणाप्रति उहाँको लागि मात्रै होइन अथवा त्यसरी त्यसलाई मात्रै हेर्नु भने नेपालको चाहिँ नि जुन अर्थतन्त्र अथवा भनौँ न यो एक किसिमको जुन कन्सेप्टमाथि चाहिँ नि कुनै कन्सेप्टमाथि जुनसुकै सहकारी मात्रै होइन जुनसुकै कन्सेप्टमाथि चाहिँ नीतिगत रूपमा चाहिँ होइन करप्ट गरिदिएर त्यो समाज बिथोल्ने कामको लागि चाहिँ हामीले क्वेसन गरेका छौँ होला जस्तो लाग्छ यसलाई चाहिँ यसरी हेरौँ यस्तो पार्टिकुलर कुनै व्यक्तिको कथा भन्दा नि यसको त्यो नियत छ नि जुन अहिले देशभरि हजारौँ सहकारी छन् अहिले होइन र त्यहाँ साना ठुलाहरूमा त्यस्तै खालले कतिपय ठाउँमा मिसयुज गरेको छ मान्छेहरूले त्यो चिज चाहिँ त्यसको इम्प्याक्ट के हुन्छ त एउटा एकदमै तल्लो लेभलमा बसेर आफ्नो दुःख गरेर कमाएर जम्मा गरेको पैसा मिसयुज गरिदिँदा कसैले मान्छेहरूलाई कसरी इम्प्याक्ट पर्छ त लाइफमा त्यस्तो अवधारणाहरू
माथि छलफल गर्न खोजेको छ सिनेमाले। अब तपाईँको मान्छेहरूले त अब एउटा विषयमा रहेछ भनेपछि अहिले अब चलिरहेको विषय जोड्ने भन्ने स्वाभाविक जस्तो पनि हुन्छ होइन। त्यसले गर्दाखेरि यही वा ऊ भन्ने भन्दा पनि यो चाहिँ एकदमै समसामयिक विषयमा बनाएको अब हो, सहकारीको विषयमा हो भन्ने त टिजरबाट थाहा भइहाल्छ होइन। त्यसकारण त्यसरी भन्दाखेरि ठिक होला, यही वा ऊ भन्न भन्दा पनि। टिजरमा यस्तो अलिअलि छनक पाउँदा चाहिँ कतै सहकारी ठग आर्यनदाई हो कि जस्तो पनि देखिन्छ। आर्यनदाई के हो त्यो त फिल्मै हेर्नु पर्ला। हजुरलाई चाहिँ के लाग्छ यो दर्शकहरूको प्रतिक्रिया प्रति? यस्तो हो, कुनै व्यक्तिलाई इन्डिकेट गरेर सिनेमा बनाएको होइन, मुद्दालाई इन्डिकेट गरेको। त्यो मुद्दा देशभरि धेरै ठाउँमा छ। अब अभियसली मान्छेले देख्दाखेरि त्यो जुन चिज हाइपमा छ त्यो चिजसँग रिलेट गरिहाल्छ, त्यो त्यसमा कुनै समस्या छैन। तर हामीले मुद्दालाई माथि उठाएको। मल्लिकाजीको चाहिँ के अरे अब हिजोको कुरादेखि हिजो के अरे गीत आइसकेपछि, हिजोको कुरा नभनौँ, गीत आइसकेपछि चाहिँ बेहुला हरायो होइन, बेहुला कहाँ भाग्नुभयो भनेर कुरा आइरहेछ सोसियल मिडियातिर। मल्लिकाको बेहुला फरार भन्दै, के हो खास कुरा? उहाँ पो हो कि है सहकारी ठगेर फरार हुनुभयो भनेर सक्छ। के हो मल्लिकाजी? अब उहाँ चाहिँ कस्तो बेहुला पर्नु भयो भन्दाखेरि बिहेकै दिन उहाँ रहेछ भन्ने थाहा पाएको टाइपको बेहुला। अब त्यही हाम्रो लालुमाई गीतमा चाहिँ मेरो बिहे भएको त्यो एउटा माहौल देखाइएको छ होइन। अनि त्यसमा अब आई थिङ्क हिजो उहाँ नआइपुग्नु भएर चाहिँ यो हल्लाहरू फैलाएको छ। तर आई थिङ्क उहाँको आफ्नै पर्सनल कामहरूले गर्दाखेरि नआउनु भएको होला। तर प्रेम एकदम सुमधुर छ। दाइ सम्झिराख्नु भएको छ क्या, आफ्नो जोडीलाई सम्झिराख्नु भएको छ। आज गौमायाजी आउनु भएको छैन नि त, त्यही भएर हाम्रो प्रेम सुमधुर छ। ऊ पनि छैन, भाग्नु त होइन कि, नभए पनि हाम्रो प्रेम सुमधुर छ भनेर सम्झिरहनु भएको छ। यता दुईजना मक्ख हुनुहुन्छ, हामी त जे जोडी छौँ, हामी छुट्या होइनौँ भनेर। कति धेरै माया हो त नि। त्यो त हुनै पर्यो नि त जोडीमा है। कस्तो कस्तो श्रीमती हुनुहुँदो रहेछ अञ्जनाजी? बढी किचकिच मात्रै गरिराख्ने कि अलिकति होइन? अब त्यो यस्तो हो, अब पारिवारिक जीवनमा किचकिच पनि हुन्छ, माया पनि हुन्छ होइन। त्यो भनेको जीवनका अभिन्न अङ्गहरू भए, पाटाहरू भए, अब त्यो त भइरहेको छ। हो अञ्जनाजी? हजुर। हाम्रो खन दाइ चाहिँ कस्तो खालको श्रीमान हुनुहुँदो रहेछ? खगेन्द्र दाइ त होइन नि त, विश्व शान्ति शान्तिको लागि चाहिँ एकदम ठिक हो विश्व। सुनिदिने, उसलाई बुझिदिने। अब तपाईँ यता आर्यन दाइ छोडी होइन, आफ्नो पुण्यलाई छोडी तपाईँलाई त्यता कसरी जान मन लाग्यो? पुण्य त होइन, पुजारलाई चाहिँ मैयालाई छोडेर जानुभयो हो खासमा। म चाहिँ अब त्यो त पुजार सार्कीको पार्ट हो नि त। सो यो त महाभोज हो, त्यो त्यहीँ नै टुङ्गिसक्यो। सो यहाँ अर्को सुरुवात, त्यही पनि त्यो सँगै सेटमा होइन, एउटै उसमा हुँदाखेरि चाहिँ त्यो मेरो पुजार भनेर चाहिँ माया लाग्दो रहेछ। त्यस्तो त कहाँ हुन्छ भने, त्यो एउटा क्यारेक्टर प्ले गर्ने हो नि त, क्यारेक्टरसँग काम गर्ने हो। अनि म जस्तो पुजार सार्कीमा देखेको क्यारेक्टर जतिलाई अनि उता महाभोजमा गएर पनि त्यही रिलेट गर्न लाग्यो भने त कसरी काम? बर्बाद भइहाल्यो नि। अब म यता विश्वतिर एकचोटि यस्तो गर्नु हो, एकचोटि उहाँहरूलाई नै फिल्म खेलाउनु पर्यो, दुईटामा कम्तीमा फरक मान्छेको जोडी बनाएर त्यसपछि रियलाइज भएपछि अनि उहाँले यो प्रश्नै गर्नु होइन। मैले भन्न खोजेको बेभा छ नि त, त्यही भएर यस्तो कुरा उहाँलाई त्यही त। अब होइन, अब रियल लाइफमा त गर्नु मिलेन दुई तिनवटा होइन, गाह्रै हुन्छ, नमिल्ने पनि होइन। होइन, मान्छेको सोच हो, नमिल्ने भन्ने कुरा छ। जारी तिर्नुपर्छ दाइ फेरि। जारीमा जाँदै हुनुहुन्छ होइन, मैले भन्न खोजेको चाहिँ अञ्जना चाहिँ तपाईँ उता खयन दाइपट्टि गएर आर्यन दाइ बिचरा एक्लै हुनुभयो के, उहाँको खोइ जोडी कहाँ? तपाईँले भनेर हुन्छ अहिले यहाँ तपाईँलाई के छ, दाइको जोडी हुनुहुन्छ नि फिल्ममा, त्यसको लागि फिल्म हेर्नुपर्छ। काहीँ कतै बिचरा हिजो अस्ति गीत आउँदाखेरि पनि नाचेको काहीँ कतै जोडी भेटिएन।
टिजर हेर्यो कहीँ कतै जोडी छैन यो संसारमा हरेक जोडी नाच्छन् नै भन्ने हुँदैन नि त यो भन्दा अगाडि रिलिज भएको गीत हेर्नु भएन हेरे अनि त्यसमा नि जोडीको अलिक कमी महसुसै गरे किन आर्यन आज तपाईँ चुपचाप किन हो ठिक बोल्ने मान्छे छ नि त बोल्नु न तपाईँ पनि के बोल्नु किन तपाईँलाई होइन अञ्जनाजी प्रति मैले जोडी चाहिँ उसले बनाइदिए हुन्थ्यो भन्ने जस्तो लागेको थियो कि थिएन फिल्ममा थिएन किन अब स्टोरी लाइन नै त्यही थियो नि त स्टोरी लाइन नै त्यही थियो नि त अब मेरो जोडी बन्ने बित्तिकै उसको स्क्रिन स्पेस यहाँबाट यतिमा आइपुग्थ्यो बिचरा भनेपछि के स्क्रिन स्पेस आर्यनलाई थोरै दिनुभएको छ भन्ने कुरो यस्तो छ यो अब जुन चेटको क्यारेक्टर गरेको छु त्यसको लागि जोडी त्यति इम्पोर्टेन्ट चिज छैन कि त्यो पछि सिनेमामा थाहा भएको छ ओके अब तपाईँहरूलाई म क्वेसन सोध्छु एउटै क्वेसन सबैलाई घुम्छ है आन्सर दिँदै जानु होला कोबाट सुरुवात गर्ने कान्छोबाट आमा बुवाले दिनुभएको मूल मन्त्र के हो मूल मन्त्र के होला मूल मन्त्र आई थिङ्क मलाई एउटा कुरा भन्नु हुने चाहिँ के अरे मान्छेहरूलाई एकदमै त्यो ट्रस्ट चाहिँ गरिहाल्नु चाहिँ हुन्न भन्ने चाहिँ जहिले भनिराख्नुहुन्छ कि लाइक ट्रस्टै नगरेर सबैलाई शङ्खाले हेर्ने चाहिँ होइन तर जहिले पनि त्यो एउटा न्युट्रल पोइन्ट अफ भ्यूबाट चाहिँ मान्छेहरूलाई हेर्नुपर्छ भनेर चाहिँ त्यो चाहिँ आई थिङ्क जहिले पनि भन्नुहुन्छ अहिले ठ्याक्कै याद आएको चाहिँ अञ्जनाजी हजुर त्यही क्वेसन मैले सम्झिरहेको थिएँ मैले के यो भनिराख्नुहुन्छ भने तर मेरो चाहिँ एकदमै धेरै भन्ने भनेको जस्तो उसको पनि त्यो सिमिलरै भइहाल्यो होइन मान्छेलाई चाँडो ट्रस्ट नगर्ने अनि अर्को मेन भनेको चाहिँ आफ्नो धरातल कहिले पनि नबिर्सिनु अनि इमान्दार हुनु चाहिँ भन्नुहुन्छ जहिले पनि मेरो नि त इमान्दारिता र एकदम अथक प्रयास मेहनत काममा मन्त्र दिँदा दिँदा थाकिसक्नु भयो होला क्या दया दाईको के छ जे गर्छ तर अरूको चित्त नदुखा अहिलेसम्म तपाईँको जीवनमा होइन एकदम धेरै भाइरल भएको गसिप के जुन अहिलेसम्म पनि सिद्धिँदैन आर्यन सिग्देल भन्ने बित्तिकै त्यो तँलाई थाहा होला नि त मलाई त कसरी थाहा अनि तपाईँलाई पनि याद रहन्छ नि त हामीलाई त कति आउँछ कति जान्छ कुन चाहिँ याद छ म भन्छु मैले त गसिपै बनाएको छैन अनि कसरी थाहा हुन्छ मलाई फेरि यादै छैन के गसिप छ मेरो त्यस्तो छ र छैन अनि आर्यन सिग्देलको केही कुराहरू छ त्यो फ्रिजको पैसा छैन मेरो छैन कि बन्दै गसिप बनाउँदैन दया दाईको थाहा छैन हजुरलाई पनि केही थाहा छैन त्यस्तो केही गसिप बनेको तपाईँलाई सुन्दा नि यहाँ कहाँबाट गसिप बनेको भनेको मलाई पनि याद छैन तिमीलाई याद छ कि गसिप त थाहा भएन तर दाइलाई यो वाला स्माइल गरेको हेर्नु होइन अनि अस्ति हाम्रो रिलिज भएको लालुमाईकोमा त्यो दाइ यस्तो हाँस्दै आउनुहुन्छ नि अनि त्यो एउटा मिम आउँथ्यो नि एकदम हाँसेको वाला मङ्गोलियन फेस भएको के त्यस्तै लाग्ने कि बहुत पपुलर छ नि हाँसेको वाला त्यस्तै लाग्ने कि मल्लिकाजीको खै मेरो त्यस्तो गसिपै त खासै त आएको छैन जस्तो लाग्छ उसको चाहिँ पिएम भाइरल भन्ने पिएम पल शाह र मल्लिका महतको जोडी त्यो जोडी अब त्यसलाई पनि गसिप भन्दा नि अब त्यो जोडी चाहिँ मन पराउनु हुन्छ सो त्यो कुरा चाहिँ अब धेरैजनाले मन पराउनु हुन्छ सो त्यो कुरा चाहिँ आइरहेको छ तर त्यस्तो गसिपै बारेमा चाहिँ यता खन्दाईको मेरो पनि मलाई थाहा छैन खन्दाईको चाहिँ मलाई पनि केही थाहा छैन के अरे अञ्जनाजीलाई थाहा छ कि मलाई छैन त्यस्तो होइन गसिपै त त्यस्तो के हुन्छ र अञ्जनाजीको मेरो त अब एकदम थाहा भएकै कुरा हो चलचित्र चल्यो नायिका चलेन
मलाई तिम्रो एउटा गसिप चाहिँ मलाई चाहिँ त्यो हामी डिस्काउँथ्यो पनि त्यो पूजा साईको सुटिङमा कुन एउटा प्रिमियर मुभीको बेलामा के थियो के अरे अर्काको प्रिमियरमा पुग्ने नायिका आफ्नै मुभीको प्रिमियरमा चाहिँ पुगिनन् भनेर त्यही हो दुईटा जीवनमा सबैभन्दा ठुलो पछुतो दया दाइ जीवनमा सबैभन्दा ठुलो पछुतो झिना मसिना थुप्रै होला नि हैन पछुतो र झिना मसिना त भन्नु त्यो जान अनजानमा कुनै केही मिस्टेकहरू होला नि त्यसले पछुतो आउला त्यो चिजमा अल्झेर बस्दिन त्यति धेरै याद छैन मल्लिकाजी त्यस्तो एकदमै मेजर ठुलो यही भनेर चाहिँ छैन तर आई थिङ्क लाइक पहिला स्कुलतिर चाहिँ अब कतिचोटि अब नबुझेर साथीहरूको चित्त दुखाइन्छ नि त्यो चाहिँ मलाई लाइक आई विश त्यस्तो नगरे हुन्थ्यो मजाले हुन्छ नि मेरो साथीहरू चाहिँ फेरि एकदमै राम्रो के म चाहिँ पहिला एकदमै अलि रिसा टाइपको थिएँ अहिले त म पुरा स्विच भयो कि पहिला चाहिँ एकदमै रिसाइहाल्ने अनि हल्का नखरा देखाउने त्यस्तो थिएँ म अनि तर मेरो साथीहरू चाहिँ आफै मेरै गल्ती भयो पनि उनीहरू नि आएर सरी भन्ने के त्यस्तो टाइपको साथीहरू अनि जस अहिले पनि सँगै छौँ के अरे नाम लिनु पर्यो निमा कर्मा शैली आकृति उनीहरू चाहिँ अझै पनि सँगै छौँ हामी एकदमै क्लोज छौँ अनि जस्तो त्यो कुरा चाहिँ म जहिले सम्झिन्छ नि त्यो चाहिँ मलाई रिग्रेट हुन्छ यस्तो सोझो मान्छेले कसरी त्यस्तो गर्नुहुन्छ होला सोच आउँदो रहेछ है भन्दै त्यही त म छक्क परिरहेको त्यही भएन कस्तो अल्टर क्यारेक्टर रहेछ एकदम त्यही होला यता आर्यन दाइको पछुतो मैले लाइफमा त्यो रिग्रेट हुने हिसाबले कहिले पनि काम गरेन कि मैले जे पनि काम गरेँ त्यसको 17वटा वे 17वटा हाँगाहरू सबै सोचेपछि बल्ल डिसाइड गरेर काम गर्छु त्यो चिज रङ भए पनि म पछुतो लिन्न राइट भए पनि म त्यसलाई उ गर्दिनँ कि त्यो पछुतो हुने चिज चाहिँ नि खासै छैन अन्जनाजी त्यही मान्छेलाई अलिक चाँडो अलिक ट्रस्ट गर्ने भएर अनि त्यो कुराहरूले चाहिँ कतिको रिग्रेट भएको छ अनि त्यो अहिले चाहिँ यसो त्यो पछुतो भएको कुराले पनि धेरै कुराहरू सिके पनि त्यही नै खन्दै मलाई त्यस्तो त छैन तर अब मलाई कास यस्तो भइदिए हुन्थ्यो कस्तो अझ ब्युटिफुल हुन्थ्यो म एकदम सर्ट टेम्पर छ म झडाङ्ग रिस उठ्छ मलाई चाहिँ होइन अनि फेरि आज कोहीसित रिसाएँ भने म भोलि त्यसलाई आफ्नो बनाइहाल्छ बिर्सिएर उसलाई साथी बनाइहाल्छ मलाई त्यो स्थायी शत्रु भन्छ नि मान्छेले एकदम दुश्मनी गरेर बोलचालै बन्द आउन जान बन्द यस्तो चाहिँ मेरो अहिलेसम्म कोही सहीसँग पनि छैन तर कहिलेकाहीँ के भने म रिसाउँछु मेरो बानी यस्तो छ यार भन्यो मैले भन्छु पनि पहिला अनि झडाङ्ग रिस उठ्छ मलाई तर ठिक भइहाल्छ भने तर अब मान्छेको त उसको पनि त नेचर हुन्छ नि आफ्नो होइन अनि मेरो यस्तो नेचर हटाउन पाएदेखि चाहिँ अझै म जुन फरासिलो रमाइलो कुरा गर्छु नि त धेरै होइन अनि त्यो चाहिँ त्यो रिस हटाइदिन पायो भने अझ कति मजाको हुन्थ्यो होला भन्ने चाहिँ लाग्छ तर अब त्यो सम्भवै हुँदो रहेछ त्यो के आउँछ एउटा बिचमा पयाक्क कुन मुडमा के रे भन्यो त्यसलाई एकछिन फर्का पछि फेरि एउटा यसो केही खानेकुरा दिएर ठिक छ फेरि ए ल अघि रिसाथ्यो यो दाइ त कस्तो उल्टा रहेछ भन्ने सोचिहाल्नु रहेछ पुस्कर राइजी एउटा कुरा चाहिँ मलाई पछुतो अहिले भर्खर बोलिरहँदाखेरि के भने म एकदमै छिटो मान्छेलाई ट्रस्ट गर्छु कि एकदमै छिटो कसैले भनेन म पत्याइहाल्छु कि अहिले खरेर कुरा मैले पत्याइसकेँ कि खरेर 10 चोटि सोचेर डिसिजन लिने मान्छे नि त होइन तर पत्याइसकेँ कि मैले म एकदम छिटो पत्याउँछु एक दुईजनालाई मैले ट्रस्ट गरेर पस्ताएको चाहिँ छु त्यो पछि अफ द रेकर्ड क्यारेक्टर तपाईँको जीवनमा एकदमै गहिरो प्रभाव पार्ने व्यक्ति को हुनुहुन्छ खन्दै मेरो बुवा हो अन्जनाजी गहिरो प्रभाव पार्ने व्यक्ति सबैबाट नै त्यो इन्फ्लुएन्स जस्तो सिनियरहरूबाट होइन राम्रो राम्रो व्यक्तिहरूबाट चाहिँ एउटा पोइन्टहरू आफूले लिएर हुन्छ कि उनीहरूको राम्रो राम्रो गुणहरू यही भन्ने छैन धेरैजना हुनुहुन्छ आर्यन दाइ प्रभाव मैले कतिजना प्रभाव पारेँ भन्ने कुरा हो होइन हो एकदमै मलाई प्रभाव कसले पार्यो त भन्दाखेरि छैन होला कसले के कसको प्रभाव पर्नु हैन कसरी लाग्छ त कसरी प्रभाव
होइन त्यही पनि कोही जीवनमा यस्तो प्रभाव पर्ने व्यक्ति कि केही भनेपछि उहाँले भनेपछि नाइ नास्ति गर्न नसक्ने केही भन्ने बित्तिकै लागिहाल्ने जस्तो खन्दाले बुवा भन्नुभयो होइन कस्तो होइन यस्तो होइन त्यो नाइ नास्ति गर्ने होइन फेरि बुवासित मेरो त त्यो कुरामा बहुत छलफल हुन्छ र म प्रभावित भएको मेरो बुवाको नेचर जुन एउटा आत्मविश्वास हुन्छ होइन अनि त्योबाट त्यही चिज गर्न प्रेरित गर्छ कसैले कोही जस्तै जीवनमा मान्छेको गिभ एन्ड टेक हुन्छ नि त्यो सम्बन्धहरूमा पनि त्यस्तो हुन्छ नि त नर्मली मान्छे धेरैजनाको प्रभाव पर्छ होला कि पर्छ बढी र कम मात्रै के भने हामीले इम्प्लिमेन्ट गर्न सक्दैन नि त प्रभाव त धेरै एकजनाले यस्तो बोला आहा के राम म त्यस्तो बोल्न पाए त्यो प्रभाव परिसक्यो जस्तै मलाई चाहिँ मेरो शालीन छ त्यस्तो हुन पाए त्यस्तो हुन्छ गर्न सक्दिन छटपट प्रभाव त उसको पनि परेछ उसको सबैको बुढियाको पनि एकदम शालीन छ भन्ने कुरामा अस्ति के अरे यो म हर्षको सुटिङमा गएको थिएँ नि अनि हामी दया र म पनि त्यहाँ भेट भएको होइन अनि त्यसको सुटिङमा आउने एकजना भाइले अब न्युजमा पढ्यो होला कि दयाको फिल्म पनि त्यही सुटिङ भइरहेछ हाम्रो पनि त्यही चितवनमा भइरहेछ अनि त्यस पछाडि के अरे अनि सर एउटा कुरा सोधौँ है अनि सोध अनि दयाहाङ सर र तपाईँ त एकदम कस्तो रमाइलो गर्नुहुन्छ अरे है सेटमा उसले कहाँबाट सुन्यो अब त्यो दर्शक हो ऊ भाइ होइन अनि त्यो कहाँबाट कसरी फैलिन्छ कुरा तर यस्तो हुन्छ कि कोही दर्शकहरूले तपाईँलाई मन पराउँछन् या दया दाइलाई मन पराउँछन् आर्यन दाइलाई अञ्जनाजी मल्लिकाजीलाई भने हरेक कुरा जान्न चाहनुहुन्छ कि उहाँहरू अनि केही कुरा हरेक कुरा फलो गर्ने उहाँ कहाँ जानुभएको छ के खानु भएको छ के गर्नु भएको छ इन्टरभ्यू पनि भयो सब हेर्ने त्यस्तो दर्शकहरू धेरै हुनुहुन्छ कि अनि त्यही भएर काहीँ न काहीँबाट उहाँले कहाँबाट थाहा पायो भने मैले होइन सुनिन्छ नि हामीले पनि भाइले दया दाइको एकदम गहिरो प्रभाव पार्ने व्यक्ति अघि सबैले भने जस्तो कि के हुन्छ भने धेरैजनाकै प्रभाव चाहिँ हुन्छ दिमागमा राखिराखिन्छ तर बेसिकली चाहिँ त्यो फ्यामिलीको लागि चाहिँ नि हुन्छ नि म यस्तो खालको चाहिँ मेरो परिवार होस् भन्ने चाहना चाहिँ मेरो आमाको ठुलो प्रभाव होला कामको भन्दा पनि परिवारमा चाहिँ यस्तो चिज होस् जस्तो मेरो आमा चाहिँ जहिले पनि खम्बा भएर उभिदिनु भयो कि अहिले मलाई पनि लाग्छ कि म मेरो फ्यामिलीको चाहिँ म खम्बा हुनु पाऊँ भन्ने प्रभाव त्यो चाहिँ कामको सिलसिलामा त थुप्रैजनाको प्रभाव हुनुपर्छ कति गुरुहरूको प्रभाव हुन्छ साथीभाइको मल्लिकाजीको के छ आई थिङ्क दया दाइले भने जस्तो प्रिटी सिमिलर मेरो पनि अब के भन्छ ओभरअल एज अ त्यो भनौँ न एउटा स्ट्रङ इन्डिभिजुअलमा चाहिँ मेरो मम्मीलाई नै लुकअप गर्छु जस्तो लाग्छ जसरी हुन्छ नि सबै गर्नु भएको छ अनि जसरी के अरे अब सबैजनालाई डर त लाग्छ नि त होइन तर पनि उहाँले भने जस्तो खम्बा जसरी आफूलाई भन्दा पनि लाइक आफ्नो फ्यामिलीलाई अगाडि राखेर जसरी गर्नुहुन्छ मेरो मम्मीले आई थिङ्क त्यो चाहिँ मम्मीमै लुकअप गर्छु एकदम अचम्म लाग्ने उपहार जुन तपाईँले आफ्नो जीवनमा पाउनु भएको छ आर्यन दाइ त्यो उपहार पाएर चाहिँ तपाईँलाई अचम्म लागेछ मैले मेरो घर सकेपछि हाउस वार्मिङ पनि थियो हाउस वार्मिङ र त्यसपछि मेरो बर्थडे पनि सँगै थियो त्यो बेलामा मेरो श्रीमतीले नानीले के गर्यो भने मेरो गलत हेबिटहरूको सबै पोको पारेर गीतहरू जिदी गलत हेबिट पोको पारेर म सबै जान्थेँ कि लिटरली त्यो म कहिले पनि बिर्सिँदैन अनि त्यसपछि के गर्नुभयो त्यसलाई सुधार त्यसपछि सक्यो अब दया तपाईँले अचम्मको गिफ्ट के पाउनुभयो म बिर्सेँ थाहा छैन तर मैले चाहिँ एकजनालाई दिएको छु एकजना बहिनीले अचानक उसको बर्थडे भएछ अनि दाइ मेरो हेरेन नि यसो साइडमा हेरेको कार्टुनमा कोइला ऱ्याप गरेर त्यही कोइला त्यहाँदेखि मेरो दिमागमा आउँछ कि जे भेट्छु साइडमा कसैको लक्ष्मीलाई भनेर कतिलाई पात टिपेर यस्तो चाहे मजा चाहिँ लाग्छ तर मैले पाएको चाहिँ मैले पनि बिर्सेँ दिएको चाहिँ छ कसैले फ्रुट दिएको छु ह्यापी बर्थडे त्यो रमाइलो पार्छ जे भेटिन्छ त्यही
मेरो पनि त्यस्तो छैन हो त्यस्तो याद छैन मलाई त्यस्तो म गिफ्ट दिने लिनेमा अलिक कम छु एकदमै कम छु मैले म लिदिनँ पनि प्राय अनि त्यसपछि दिदिनँ पनि केही चाहिन्छ भने लेखेर पठाउ डिमान्ड गरेर म खोजेर कहाँ के दिँदा ह्याप्पी हुन्छ यो भनेर मैले मेरो मेरो मिसेसलाई पनि मैले अहिलेसम्म दिए छैन अचम्मको त्यस्तो अचम्मको त त्यस्तो त छैन पाएको चाहिँ त्यस्तो अचम्म हजुरले दिनुभएको मैले त्यस्तो अचम्मै त दिएको छैन तर मलाई चाहिँ नर्मली लाइक मैले माया गर्ने मान्छेहरूलाई चाहिँ लाइक गिफ्ट अब केही किनेर यस्तो भन्दा पनि केही आफैले नै बनाएर दिउँ जस्तो फिल हुन्छ कि मलाई चाहिँ अब धेरै केही त बनाउनु भ्याउँदैन होइन त्यति स्किल पनि उसले बनाए सेटमा तल है जङ्गलमा तिमीले चिकन बनाएको थियौ तर 3 बजेको के बिहान खानै नपाएको मिठो जस्तो मलाई चाहिँ अब मलाई मनपर्ने माया लाग्ने मान्छेहरूलाई चाहिँ पकाएर खुवाउनु मन लाग्छ होइन अनि बर्थडेहरू छ भने होइन सँगै पकाएको थियो नि त एकैचोटि पकाएको थियो तर तिम्रो सुटिङै थिएन नि त होइन त्यस्तो कहाँ छुटेछ अनि अनि त्यो मासु खाएको नि कुखुराको लोकल ठिक ठिक त्यो त हामीलाई नपुरै खागे सुटबाट हामी फर्किँदा त खाइसकेको थियौँ पुष्कर दाइ म तर मैले जीवनमा मैले त्यति मिठो मानेर खाना खाएको मैले अहिलेसम्म देखाएको थिएँ कि यस्तो मिठो गरेर खाएको कि म त एकछिन हेरेँ कि हेर्दाखेरि रमाइलो लागेर त्यस्तो मिठो गरेर खाएको एकदम पुष्कर दाइले अहिले पनि भन्नुहुन्छ नि अस्ति हिजो गीतमा पनि भन्नुभएको थियो कस्तरी खाएको भनेर होइन त्यो हामी सेटमा होइन बाहिर दाइ बस्नुभएको ठाउँमा त्यो दिनले यति मिठो बनाउनु भयो नि फेरि त्यो घाटो ठाउँै चिसो ठाउँ हामी पहिला गएको ठाउँ पहिला गएको थिएँ नि म पछि अनि साह्रै मिठो बनाउनु भएको थियो अब अहिले पनि याद आउँछ कि एक दिन गएर दिदी बनाउनु पकाउनु खानु पर्यो भनेर त्यहाँको त मैले पनि कस्तो खाएको थिएँ त्यो पेट भरिसक्यो होइन तिमीले त्यहाँको मात्रै होइन सबै ठाउँको खान्छ खानुहुन्छ मल्लिकाजी तर खाएर लकी त्यहाँ त मैले पनि यस्तो खाएको थिएँ त्यहाँ हेर अन्त पनि तिमीले खाएको थियो राम्रो होइन ऊ मल्लिकाको पनि बानी कस्तो भने जस्तै कसैको मेटाबोलिजम हाई हुन्छ अनि खाएको लाग्दैन जिउमा होइन तर उसले पनि राम्रोसँग कस्तो मजाले खान्छ यो चिजलाई चाहिँ म खान्न भन्ने उसको छैन खाने त सबैले खाएको छ खानेमा आफ्नो स्वभाव रहेछ कि जस्तो मलाई एक थोक चाहिने उसलाई अर्कै थोक चाहिने तर उसलाई जे छ ठिक छ त्यसलाई इन्जोय लिएर मिठो चाहिँ हुनुपर्छ यति मध्येमा हामी एउटा कुरा चाहिँ के मानौँ भने हामी शुद्ध मांसाहारी चाहिँ हौँ छ भने जे होस् सदा अब 3 चम्चा हान्ने मान्छे चाहिँ अब 5 मिनिमम 5 दाइलाई दाइलाई फेरि होइन के अरे ऊहरू ननभेज मान्छेहरू भेट्यो भने चाहिँ जस्तो मांसाहारी मान्छेहरू भेट्यो भने चाहिँ दाइलाई एकदम खुसी लाग्छ हो नि दाइ एकदमै खुसी साथी हजुरको सुन्न पाएको छैन के चाहिँ उपहार सबैको सुनिसक्यो मलाई चाहिँ त्यस्तो म चाहिँ अरूलाई चाहिँ दिरा हुन्छु तर मलाई उले त धेरै नै दिन्छ उले त यति गिफ्ट दिन्छ कि खोइ त नि 2 वर्षको सङ्गत भयो मलाई त दिन्छ 2 वर्षको सङ्गत भएको हाम्रो पालो आएको रहेनछ तपाईँहरूको बर्थडे कहिले हो भनिराख्नु खन दाइ दया दाइ आर्यन दाइ आफ्नो बर्थडे भनिराख्नु होइन यतिकै गिफ्ट किन दिने त्यो फेरि यस्तो बर्थडेमा गिफ्ट लिने बानी भयो भने के हुन्छ अब उसुमा नि दिनु पर्यो नि त तनाव कहिले हो यार त्यसको बर्थडे ल भन्यो अनि अर्को तनावपूर्ण जिन्दगी हुन्छ नलिने नदेऊ मलाई म पनि दिन्न ल ह्यापी बर्थडे भयो सिद्धि हो त्यस्तो छैन हो तपाईँ दिनु छैन त्यस्तो एक दिनको लागि तपाईँहरू अदृश्य हुनुभयो होइन के गर्न रहर छ आर्यन दाइलाई अदृश्य भएपछि त केही
होइन मतलब के गर्न मन छ क्या त्यो भइसकेपछि ल अदृश्य केही नै गर्नु मिल्दैन त मान्छे सुन्ने हुन्छ केही नै हुँदैन कसरी गर्ने त्यही पनि के पावर नेचुरल पावर केही आउँछ त्यो सुपर ए भनेको आफू नदेखिने भएर तपाईँ नदेखिने कि तपाईँलाई देख्यो तपाईँ त्यहाँ हुनुहुन्छ तर हामीले देख्या छैन होइन अब के गर्न तपाईँलाई त्यस्तो चाहिँ अञ्जनाजीको धेरै छन् कि क्या नदेखिने भइसक्यो यहाँ के गर्नु त अब होइन अरू केही त गर्न मिल्दैन गाला चढाउँदै जिस्काउने आई मिन मैले भनेको जिस्काउने केही गर्नु के गर्ने दाइ के गर्ने एक दिनको लागि हजुरलाई कसैले देखेनन् र अहिले तपाईँ त दयादै हुनुहुन्छ भनेर कसैलाई थाहा छैन के गर्ने अब यो त एउटा जोक जस्तो याद आयो नि शिशिर बाङ्गेल दाइले भने कि अनि अदृश्य चाहिँ रे एउटा भूत होइन अजिबको के भूत त्यसको कस्तो भने खासियत चाहिँ तर्साउने चाहिँ मान्छे गइराखेको रातमा चाहिँ रातको समयमा चाहिँ कहीँ जाने अक्सर मोटरसाइकलवालालाई रोक्ने अरे कि त्यो चाहिँ देखिने अनि उसले माग्ने चाहिँ के भने लाइटर छ भनेरै माग्ने अरे कि होइन लाइटर चुरोट निकाल्यो नि लाइटर छ भने छ छैन भने छैन छ हुनेवालाको चाहिँ लाइटर यस्तो चुरोट यहाँ मुखमा लायो लगाइसकेपछि चाहिँ चुरोट यस्तो सल्काउँदा चाहिँ चुरोट र ओठ मात्रै देखिने अरे अरू कति डर लाग्दो होइन अनि त्यही ठ्याक्कै त्यही बेला चाहिँ हम्लाएर पुगेको पालो आयो कि लाइटर छ अनि ट्याक्कै सल्काएर दिएको त्यति मात्रै देख्छ थियो कि काम पनि अहिले बेलासम्म गर मुखसुख धोएर घर जा भनेर टाइममा घर जा त्यस कारण अदृश्य हुनु भएन यस्तो झापट खाने सम्भावना धेरै हुन्छ मैले अघि नै मैले भनिसकेँ अञ्जनाजीले भन्नुभएको ठिक रहेछ किन अघि अदृश्य भयो भने के हुन्छ सबलाई कुट्निन्छ आनन्द दाइको केही छ अदृश्य हुनु पायो अरे अदृश्य हुनु पायो भने के गर्ने भन्दाखेरि अब उसले पशुपति प्रसादको सिक्वल बनाउँछ होला जारीको सिक्वल बनाउँछ डिस्ट्रिब्युटरले सबै पैसा ट्याक्कै आज फुल पेमेन्ट भयो भने थाहा पाएपछि बेलुका अदृश्य भएर बोरामा गएर उनीहरूको सब लिएर कलेक्सन जति दसैँमा आउने जस्तो कुरा छ जारी 2 हो त्यो अनाउन्स भइसक्यो नि अनाउन्स भइसक्यो जसरी तपाईँ दसैँमा अदृश्य हुने कोसिस गर्दै अहिलेदेखि कोसिस जारी गर्नु ओके मेरो क्वेसनहरू यति नै थियो अब फेरि जाउँ महाभोजपट्टि अब जाऊँ यो पोस्टरतिर आफ्नो पोस्टरको यो रियाक्सन तपाईँहरू बयान गर्नुहोस् त्यसपछि मेरो कार्यक्रम अन्तिम हुन्छ यता ठुलो पोस्टर अब दयादाईकै रहेछ अगाडि दयादाईबाटै जाऊँ पोस्टर मेरो मात्रै छैन त सबैको हो फोटो चाहिँ मेरो अलिक बिचमा ठुलो रहेछ तपाईँलाई त्यो तपाईँलाई कसले हेरिरहेको थियो त्यस्तो मुस्कान कसको लागि दिनुभएको थियो यो कोही अदृश्य व्यक्तिको लागि दिइरहेको यो कहाँनिर गयो मैले बिर्सिसकेँ हौ यो दयाको त स्टार्टिङ फेजको हो यो स्टार्टिङको होइन दयाको बिचकोतिरको बिचपछि त कहाँ यसरी हाँस्न पाउँछ जिन्दगीमा स्टार्टिङ फेजको खग्गुको चाहिँ सायद प्री क्लाइमेक्सतिरको हुनुपर्छ त्यो जुन अलि रसमा हुन्छ नि त्यो क्यारेक्टर यो पनि अञ्जना पनि क्लाइमेक्सकै हो सबै गरेर छ क्लाइमेक्समा के गर्थ्यो के भएको थियो अञ्जनाजी त्यस्तो फिल्म हेर्नुपर्छ अहिले बताएर क्लाइमेक्स भन्दै पछि त 1 घण्टा 45 मिनेट सकिएको त कसले हेर्छ तपाईँ चाहिँ के गरिरहनु भएको थियो त कसलाई हेरिरहनु भएको थियो त्यस्तो नजरले आर्यन दाइ मैले कुन चाहिँ छ रिस उठेको थियो कोसँग रिस उठेको थियो भन्नु त यो मेरो चाहिँ यस्तो छ कि भन्ने मिल्दैन त्यो के केही यो त्यो बादल लागेको थियो नि त्यही बेला यो हामीले दया लिएर मैले हामी दुईजनाको सिन थियो सिन पनि आधा घन्टाको पनि सिन कि आधा 1 घन्टामा सकिने सिन थियो कि त्यही त म जिपमा बसेर 3 दिन लाग्यो त्यो खिच्नलाई जहिले 2टा सर्ट खिच्यो फेरि पानी आउँछ फेरि गयो अर्को दिन गयो 2टा सर्ट खिच्यो अँध्यारो हुन्छ त्यो 3 दिन लागेको थियो त्यही बेलाको रिस हो डिरेक्टरले त
मात्रै गर्दा रे सन भन्नु पनि नपाउने थियो सन डाउन भएर कि मल्लिकाजी चाहिँ किन स्याड हो त्यति धेरै स्याड देखेको छ होला है मेरो फेसियल सबभन्दा हँसिलो अनुहार त दया गरेर मल्लिकाको त छ खै मल्लिकाजीलाई त्यति धेरै हँसिलो त देखिँदैन सबभन्दा हँसिलो भनेको दयाङ राई नै हो दाइ त उसको समस्या त्यो हो कि दुनियाँलाई पीडा दिएर ऊ चाहिँ खुसी भएर बाँच्ने त्यहाँ खास कुरा त्यही नै हो त्यही हो अब बाँकी त यो पोस्टरको एक्सप्रेसनहरू सबै बुझ्नलाई जेठ 15 गते महाभोज लाग्दैछ महाभोज हेर्नै परिहाल्छ र हामी एकदम धेरै एक्साइटेड छौँ महाभोज हेर्नको लागि तपाईँहरू सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना छ र थ्याङ्क यू सो मच तपाईँहरू सम्पूर्णलाई धन्यवाद थ्याङ्क यू